हेलो या नमस्ते सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु, तपाईँहरूलाई पनि सन्चै छ होला भनी आशा गर्दै म तपाईँहरूलाई न्यू भ्लग बनाएर लिएर आएको छु। म अहिले टोकियो स्टेसनबाट कावागोए स्टेसन पुगेर कावागोए स्टेसनबाट फेरि गाउँतर्फ गएको छु र गाउँतिरको भ्यूहरू हेर्नु होला है, हेरेर साथ दिनुहोला भन्दै अगाडि बढ्न चाहन्छु र हेरिदिनु होला सबै भिडियो। यहाँ यस्तो ठाउँ छ कि घन्टी जमानाको माथि काठले बनाएर वहाँ माथि बनाएछ, यसरी रहेछ होइन। हामी यस्तो ठाउँमा आएको छौँ र हामी यहाँ आएर यस्तो ठाउँमा घुम्दैछौँ कि कस्तो छ गाउँ एकदम कावागोए भन्ने ठाउँमा छ। ल है जाडो छ, हामी अहिले कावागोएतिर घुम्न आएको छौँ होइन। कावागोएतिर यस्तो गाउँ रहेछ होइन, गाउँ बस्तीहरू बवाल रहेछ र हामी यसरी घुम्दै आएको छौँ र कावागोएको झिँगाहरू यस्तो गाडीहरू बवाल यसरी आएको रहेछ र जाडोले बोल्न पनि सकेको छैन र हामी त भन्दा यहाँ यसरी ड्रेस लाउँदैछौँ र स्टारबक्स गएर खाइदिने हो त। ल हामी यहाँ स्टारबक्स जान्छौँ है त, स्टारबक्समा खाएर आउँछौँ। हामी स्टारबक्समा आएको छौँ ल बुढीले खाना लगाइरहेछ, हामी स्टारबक्समा खाजा खाँदैछौँ है त। म चाहिँ बुढीले हतराते खान्छ भने म आइसराते खाएको छु है। मेरो यो यार खानेकुरा बवाल छ यार। हाम्रो स्टारबक्समा चाहिँ यस्तो खानेकुरा खान लागेको छ हामी त बुढाबुढी भएर। यो हाम्रो स्पेसल ठाउँ है। अब हामी कस्तो कस्तो ठाउँमा जान्छौँ र कस्तो कस्तो देखाउँछु भनेर तपाईँहरूलाई हेर्नुहोला है। कावागोएको यो राम्रो पिसफुल ठाउँ, सबै सानो सानो घरहरू, तपाईँहरू पनि भिजिट गर्न आउनुहोला। टोकियोबाट जम्मा 30 मिनट ऱ्यापिड ट्रेनमा आउनुहोला। यस्तो ठाउँ घुम्नलाई छुट्टीको दिन पारेर कावागोए सरर घुम्नुहोला, आफ्नो मनोरञ्जन लिनुहोला। यही भन्दै म फेरि अरू ठाउँहरू देखाउँदै जाँदैछु। कस्तो लाग्यो कमेन्ट गर्नुहोला। छुट्टीको दिन रमाइलो गर्नुहोला। यस्तै त हो हाम्रो बिदा भएपछि घुम्न जाने, खाने, डुल्ने, बस्ने, यस्तै राम्रो ठाउँहरू हेर्नुहोस्, बस्नुहोस्, खानुहोस्, घुम्नुहोस्। जाडो छ, तातो तातो रामेन खानुहोस्, खसीको झोल खानुहोस्, आफ्नो स्वास्थ्यको लागि राम्रो भएर बस्नुहोला। हस्त धन्यवाद। यो हाम्रो यो पोस्ट अफिसको सानो बक्स लोकल, यो हाम्रो डेन्जरस होटेल, यसरी हेर्नु होला है। अर्काको देशमा बवाल हाम्रो देशमा पनि छ, कमी छैन होइन। त्यही भन्दै फेरि पनि पोस्ट अफिसको सानो लोगो हेर्नु होला। अनि हामी जाँदैछौँ अगाडि तपाईँहरूलाई देखाउन अरू भ्यूहरू, अरू ठाउँहरू। लेट्स गो। धन्यवाद। हामी अहिले कावागोए घुमेर यस्तो मार्केटहरू हेर्दैछौँ, डुल्दैछौँ र सानो सानो पसलहरूमा यस्तो चिजहरू, बलहरू, कस्तो चिजहरू ल हेर्नुहोस्। हाम्रो पोखराको एउटा लेक साइड जस्तो ठाउँमा जस्तै यस्तो सामानहरू पाइन्छ। यहाँ पनि एउटा यो लेक साइड जस्तै हो होइन। यो ठाउँमा यी सानो सानो पसल छ। के सामान किनियो, के लिने हो, कस्तो लिने हो, यस्तो राम्रो ठाउँहरू छ। हेर्नुहोस् ल, सबैले राम्रोसँग लेक साइड जसरी घुमेर मनोरञ्जन लिनु होला। यही भन्दै म अगाडि बढ्न चाहन्छु। अगाडि बढ्दै अगाडिका यो सानो सानो पसलहरू पनि देखाउन चाहन्छु। हेर्दै गर्नुहोला है त, अरू पनि देखाउन चाहन्छु। हाल्छ त हाम्रो आएको मिले सोल्टी अथेडीमा यस्तो कोजी गर्नलाई चाहिँ यस्तो गराउँछ है। यहाँ चाहिँ लास्ट सुविधा क्या, केहीको लागि, एउटा घरको लागि अर्को घरको लागि डिस्टर्ब भन्ने केही हुँदैन ल है।
यस्तो यस्तो छ बवाल बवाल ठाउँहरू र होइन छाताहरू यस्तो बवाल छ। छाता भनेको यहाँको एउटा बवाल हो कि यहाँको खासा भनेको यहाँ एकदम इम्पोर्टेन्ट। कुन बेला पानी पर्छ कुन बेला पर्दैन त्यो थाहै हुँदैन क्या। त्यही भएर यस्तरी जिदो हम्बागी तातो चिसो के खाने हो। सबै कुराहरूको सुविधा छ होइन। यो घरहरू होइन सबै इटा ढुङ्गाहरूले बनाएको जस्तो छान्यो होला होइन, तर सब यो काठले बनाएको घरहरू के होइन। यो यस्तो घरहरू चाहिँ हल्का कोही मात्र यस्तो घरहरू कोही मात्रहरू मात्रै हो क्या। तपाईँको यहाँ बन्ने भनेको सिमेन्टले बुढा ठुलो घरहरू बन्छ र अरू त्यही भन्दै होइन म फेरि अगाडि बढ्छु र अलि अगाडि गएपछि फेरि देखाउन चाहन्छु तपाईँहरूलाई। हामीहरू बुढीले फेरि के प्रार्थना गरिरहेको भगवानलाई ढोगेर पनि निस्किन्न त होइन, किनकि क्यामेरामा नदेखिएर होला भन्नुभयो होला। म क्यामेरामै छु तर खिच्ने मान्छे नि मै हो र यस्तो ठाउँमा जाडो छ। यसरी हिँडिरहेछु रोड घुम्दै सानो तपाईँहरूलाई मिनी ब्लग बनाउँदै देखाउँदै मनोरञ्जन गर्दै हिँड्दैछु किनभने यस्तो ठाउँमा घुम्न आएको छु। र बुढी गई अरू पनि देखाउँदै जान्छ है त हजुरलाई। हाई तिमी कहाँ घुम्न आइरहेको छ अहिले? खावा गए यस्तो ठाउँ छ जाडो छ। र अरू के भन्न चाहन्छौ? जापानमा सिङ्गो कट्दाखेरि के कोही ठाउँमा गर्छ कोहीमा गर्छ होइन। मैले चाहिँ यहाँ सेम गरिदिन्छु कि बवाल ल है त। ब्युटिफुल प्लेस। यस्तो जाडो छ सबै हो। तपाईँहरू पनि अलिकति केयर भएर बस्नु होला। न्यानो भएर तातो खाएर जाडोले सबलाई होइन। मेरो बुढी जाडो कतिको छ? टोकियो भन्दा यहाँ कतिको जाडो रहेछ? अलिक जाडो रहेछ होइन। हामी अँधेरीमा पनि होइन भ्लग बनाउन छाडेको छैनौँ तपाईँहरूको लागि, यस्तो देखाउनको लागि होइन। यही हो। गोर्खा किचन एन्ड इजाखाया अरे बवाल होइन। नानीकुरी यहाँ जापानमा बाटोबाटै यस्तो टोयलेटहरू हुन्छ, यस्तो टोयलेटहरू देखिन्छ होइन। कति सुविधा छ कि जता हिँड्ने नि पानी बत्ती फोहोर मैला सबै कुराको सुविधा, केही कुराको कमी छैन कि। टोयलेट गए पनि टोयलेटमा पनि टिस्यु सिस्यु सब राखेको हुन्छ क्या एभ्रिथिङ। इभन फेरि बाटोको टोयलेटमा पनि तातो चिसो पानी एभ्रिथिङ एभाइलेबल के भन्नु छ? केही भन्नु छैन अर्काको देशमा। हाम्रो देशमा पनि होइन, हाम्रो देशको घडी नेपालको घडी हो क्या यो। ल अहिले चाहिँ बेलुकीको 6 बज्न लागेको अवस्था
र यो भन्दै हामी फेरि अगाडि लाग्छौँ। अगाडिको यात्रा पनि यस्तो छ कि आम्मा बाटो के रात के दिन जतिखेर पनि उज्यालो मेरो स्वरको लागि जाडो छ के गर्नु होइन खसीको मासु खानु पर्छ। हामी चाहिँ घुमिरहेछौँ होइन चिसोमा पनि तातो चिसो केही नभनी हामी घुमिरहेछौँ भनेर हिँड्दैछौँ। तर पनि एकपल्टको जुनी हो के गर्नु मरिलानु केही छैन रमाइलो गर्नुपर्छ साथीभाइ तथा दिदीबहिनीहरू सबैजनालाई हामी जे जस्तो भयो नि तपाईँहरूलाई यस्तै मनोरञ्जन देखाउँदै हिँड्दै सबलाई राम्रो नराम्रो जस्तो भयो नि तपाईँहरूले पनि हेरेर लाइक सब्सक्राइब गरिदिनु होला धन्यवाद। र हामी पनि अब सिङ्गो क्रस गर्दैछौँ किनभने यहाँ सिङ्गोमा चाहिँ अलिकति एम्बुलेन्स आएको अवस्था छ त्यो बेला बाटो छोडिदिएपछि गर्छ क्या त्यो सिङ्गोमा त्यो बेलामा हामी चाहिँ सिङ्गोमा के गर्छ अरे बुढी गर्छ त्यो अवस्थामा चाहिँ हामी हिँड्दैछौँ। ल फेरि अर्को यस्तै मनोरञ्जन गर्दै फेरि पनि अरू चिज देखाउँदै हिँड्छ है त अरू पनि देखाउँदैछौँ हेर्दै गर्नु होला। बाबा धेरै राम्री छ मेरो बुढी धेरै राम्री के भन्नु छ। मेरो काम धेरै छ यार मैले यार धेरै भयो यार चाहिँ हो है जापानको कोबान भनेको चाहिँ होइन यहाँ ठाउँमा चाहिँ सानो अफिस हुन्छ क्या पुलिस चौकीहरू अनि त्यो चौकीहरूमा चाहिँ कोबान लेखेको हुन्छ। कोबान भनेको एउटा पुलिस अफिस हो र हामी यसरी हिँड्दैछौँ। यहाँको लोकल बस भनेको यस्तो हुन्छ होइन पसिनो रे ओ यार कहाँ गर्लफ्रेन्डलाई गिफ्ट सिफ्ट दिन कोही आफन्तहरूलाई फुल बुफे दिनुपर्छ अनि यहाँ पनि पाइन्छ भन्दै म फेरि पनि यस्तै पिपी आउँदैछु र तिर पनि ठाउँ त राम्रो छ होला जाने ठाउँहरू बवाल छ पार्किङ साइकल रेन्ट यस्तो हुन्छ सुविधा हाम्रो गाउँसे भाइहरू र यो एकखेट जान मिल्छ कि मिल्दैन भनेर सोधिरहेको छ मेरो बुढीले होइन म यहाँ हेर्दैछु यो किसोना अरे साइकल पार्किङ हुन्छ कि गाडी साडी बाइक साइकको पार्किङ हुँदैन यहाँ सबै साइकलको पार्किङ मात्रै हुन्छ कि तर अहिले चाहिँ बेलुका भइसक्यो नि त त्यही कारणले चाहिँ यहाँ पार्किङमा खासै अहिले साइकलहरू छैन र यस्तो छ कि बत्ती त कुन तरिकाले राख्ने कि कुन तरिकाले बाल्ने हो र हामी चाहिँ यहाँ हेर्दैछौँ यस्तो जताभाइ त्यतै पार्किङ गर्न मिल्दैन भनेर रहेछ यस्तै हो होइन हाम्रो जिन्दगी यस्तै हो कसरी हिँड्नु पर्दैन भन्ने कुरो जब बनाउने मान्छे सिक्छ। यहाँको बच्चा यस्तो हुन्छ सुमासे बच्चाले होइन मैले चाहिँ जाओस् भनेर छोडिदिएको थिएँ होइन यो बाटो हिँड्ने बाटो होइन त उता बाटो हिँड्यो नि त त्यो अनि त्यही कारणले चाहिँ होइन यो वे भनेको चाहिँ होइन हामी यताबाट यो राइट वे चाहिँ हामी लेफ्ट वे चाहिँ हामी जानेमा ठाउँ हो होइन अनि त्यो बच्चा चाहिँ यताबाट साइकल लिएर आएछ किनभने त्यो बच्चा चाहिँ भित्र भर चोकबाट निस्किरहेको भएर होला होइन दिस इज भेरी 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 यहाँले
राति साइकल चलाउने यहाँ बच्चाहरू होइन साइकल चलाउँदाखेरि चाहिँ हुन्छ यहाँको मान्छेहरू के बच्चाहरू कति खावा यस्तो यस्तो ठाउँहरूमा घुमफिर गर्छन् बाउले सिकाइरहेछ कि ओ बार 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 यी बोलो टो रे के फेरि हेर होटल कि घर हो कि हो यतिर अपातो कत्र कत्र गर्छ कि एकी पनि यहीँ रहेछ कि तर कुन एकी हो त थाहा छैन अनि हामी यही बाटो गयो हो तर कहाँ कहाँ पुग्यो थाहा होइन होइन गाडीमा जाँदा नि थाहा भएन फेरि हिँडेर आइदिएको हाम्रो घर बिल्डिङ बन्दैछ यहाँ कागदेशमा सानसुनमा नेपालमा ढक 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 गर्थ्यो यता गर्छ नेपालमा किनभने नेपालमा अलिकति गर्ने काम कुराहरू अलिकति कमै सुविधा भएर नि होला होइन बिस्तारै बिस्तारै हुन्छ राम्रो नेता आएदेखि त देश त्यसै भनिहाल्छ किनकि चोर नेताहरूले सबैले आफ्नै मात्रै जिन्दगी हेरे आफ्नो भविष्य हेरे त्यही कारणले नि त्यस्तो भयो ठिकै छ अब त्यो जिउनु भइसक्यो हाम्रो पाला नभए नि हाम्रो बच्चाहरूको पालासम्म राम्रो भइदिए हुन्थ्यो यी नेपालको साझा यातायात भने जस्तै यहाँको यो जापानको यो लोकल बस हो है अब यस्तै निस्किन्छ के अनि यसरी आउँछ गाडीहरू जान्छ गाडीहरू बन्न त सानो जग्गा पायो भने नि यतिर घर त चट्ट बनाइदिइहाल्छ कि यस्तो के यिनीहरूलाई एउटा कोठा बन्ने घर भयो भने उनीहरूले झ्याममा लाएर टोयलेट बाथरुम एकटा सब घामले घुम्नु बनाइदिन्छ कि यस्तो हुन्छ क्या ट्रेन कुदिरहेछ अगाडि होइन कति लामो हुन्छ होला होइन कति दिएर आएको कति बेरसम्म भयो भनेर बेउइन यहाँ रहेछ सानो हस्पिटल ठुलो गाइज होइन अहिले भर्खरमा तपाईँहरूलाई खाना गए देखाएको थिएँ होइन गाउँतिर चाहिँ खावा गए चाहिँ अहिले फेरि खावा गएको स्टेसन आइसक्यो होइन अहिले चाहिँ खावा गएर अनि यताको स्टेसन कतिको फरक पर्दैन होइन अनि यतिमै फरक पर्छ क्या ल हेर्नु त है उता कस्तो घरहरू थियो अहिले यहाँ कस्तो घर छ माथितिर हेर्दाखेरि मोबाइलको क्यामेरा फर्काउँदा पनि फर्किन्न कि देखिन्न क्या माथिको तला भनेपछि तपाईँहरूलाई गाउँ र सहरमा अलिकति फरक पर्छ होइन अब यस्तै हो होइन यहाँबाट यस्तरी भन्दा हामीले तपाईँहरूलाई खाना गएको भिजिट देखाउँदै थियौँ देखाइयो अब के हुन्छ कसो हुन्छ राम्रोसँग बस्नु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला र अरू भन्दै अब मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद फुल भिडियो हेरिदिनु भएकोमा फेरि पनि धन्यवाद भन्दै सबैजना राम्रोसँग बस्नु होला र म पनि राम्रोसँग बस्छु भन्दै तपाईँहरूलाई म बिदाई गर्न चाहन्छु हस्त नमस्कार धन्यवाद शुभ दिन शुभरात्रि